अन्यस्यो नमस्ते म अनिल बस्नेत थबान्त एकाडेमीबाट आज पनि आज चाहिँ मुगुङवा यो चाहिँ कोरियाको राष्ट्रिय फूल विशेष गरी यसका प्रजातिहरू के कस्ता यसको इतिहास कस्तो छ भनेर बुझ्नु पर्यो। नेपालमा पनि हाम्रो नेपालको राष्ट्रिय फूल लाली गुराँस यो पनि एउटा सेरोन भनेर भन्छ, सेरोन गुलाब भन्छ। यो पनि हामीले चाहिँ लाली गुराँसकै एउटा प्रजाति भनेर बुझ्दाखेरि चाहिँ हुन्छ। कोरियाको राष्ट्रिय फूल भनेर चाहिँ बुझ्नु पर्यो। यसको बारेमा सर आज के कस्तो रहेछ एकचोटि हेरौँ है। यसलाई चाहिँ मुगुङवा भनेको चाहिँ सेरोन भनेर भन्छ, सेरोन गुलाब भनेर पनि भन्छ, अथवा लाली गुराँसको एक प्रजाति भन्दा नि भयो, अथवा कोरियाको राष्ट्रिय फूल भनेर बुझ्दाखेरि पनि भयो। राष्ट्रिय फूल भनेर बुझ्दाखेरि पनि भयो यो मुगुङवा। यसको बारेमा सर एकचोटि चाहिँ हेर्दै जाउँ है। यहाँनिर के छ एकचोटि सर हेरौँ। यो माथि देखाइएको पिक्चर भनेको चाहिँ यो विभिन्न प्रजातिहरू छ। यसको विभिन्न धेरै प्रजाति मध्ये पनि मुख्य चाहिँ यो छ भनेर भनिएको छ। के भनेको छ हेरौँ है। मुगुङवा ए फुमजोङ भनेको चाहिँ यो मुगुङवा अथवा यो चाहिँ लाली गुराँस भनेर बुझ्दा हामीलाई सजिलो होला। लाली गुराँस को एउटा प्रजाति हो। लाली गुराँस भन्दा हुन्छ। यो फुमजोङ भनेको चाहिँ प्रजाति, यसको प्रकार भनेर बुझ्दा नि भयो, प्रजाति। यहाँ सानो अक्षरमा छ सर एकचोटि हेर्छु। मुगुङवा कोरियाको राष्ट्रिय फूल अथवा एक प्रकारको लाली गुराँस चाहिँ इबेकओए भनेको 250 छोङे प्रकार, 250 प्रकार छन् भनेर चाहिँ युरोपमा बोलाइन्छ अरे। 250 प्रकारका छन् भनिन्छ अरे। खुगे मुख्य यसतकाजी भनेको 6 प्रकारको, छुङ्न्यु भनेको 6 वटा प्रकारमा चाहिँ नानुलसितको बाँडेर मुगुङवा चाहिँ नामु यस रुखमा फिनन फुल्ने यो थुमुन भनेको चाहिँ दुर्लभ खोत उरो भनेको फुलको रूपमा, ओछाङे भनेको चाहिँ यो 5 पत्रको, कोचिप भनेको फुलको पात है। फुलको यो एउटा भयो, 2टा 3टा 4वटा 5वटा चाहिँ फुलका पत्रहरू र कोचिप भनेको फुलको पातको, आन्चोके भनेको यो भित्रपट्टि चाहिँ, छिनहान सेके भनेको गाढा रङको, गाढा रङ है, गाढा रङको, थानसिम भनेको चाहिँ केन्द्रबिन्दु। यहाँनिर हेर्नुहोस् त यो भित्रको यो गाढा रङको एउटा केन्द्रबिन्दु है, केन्द्रित मुख्य भाग खुरीगो। अनि हानाए भनेको एउटा चाहिँ कोत्सोल्लो भनेको फुलको डाँठ है, कोत्सोल्लो इरुयज भनेको फुलको डाँठ चाहिँ जोडिएको छ अथवा रहेको छ भनेर भन्नु पर्यो। यी चाहिँ यो मुगुङवाको प्रजातिहरू 250 भन्दा धेरै प्रजातिहरू भए तापनि मुख्य चाहिँ यो 6 वटालाई चाहिँ मुख्य प्रजातिको रूपमा चाहिँ राखिएको छ भनेको छ। अब यसको यो साना साना कुराहरू छ, यो खासै इम्पोर्टेन्ट नहोला। यसलाई चाहिँ मुगुङवा भनेको के हो भन्ने कुरा चाहिँ हामी तल सर एकचोटि हेरौँ। एरोबुथ भनेको प्राचीन समयबाट है, पहिलाबाट अथवा प्राचीन समयदेखि, उरी मिन्जोगे भनेको कोरियाको भन्नु पर्यो अब है। हाम्रो राष्ट्रको भन्न खोजिएको, तर हामीले चाहिँ कोरियाको भनेर बुझ्नु पर्यो। कोरियाको है, कोरियाको अथवा कोरियनहरूको साराङुल माया चाहिँ फादाओन पाउँदै आइरहेको। एरोबुथ प्राचीन समयदेखि, उरी मिन्जोके भनेको कोरियाको साराङुल माया चाहिँ फादाओन पाउँदै आएको। मुगुङवानन कोरियाको राष्ट्रिय फूल अथवा एक प्रकारको लाली गुराँस चाहिँ उरी नारा भनेको कोरियालाई है, कोरियालाई, साङजिङ हानन भनेको चिनाउने कोसुरो फुलको रूपमा, यङओनी भनेको लगातार सधैँ, लगातार कन्टिन्यू सधैँ, फिगो फुल्ने तो साथै, फियस फुलेर, छिदा भनेको ओइलिनु, छिजी आनुन भनेको नओइलिने, कोत इरानन फुल भन्ने
तुसल अर्थ छिनिगो इसम्निदा बोकेको छ अथवा लिएको छ अरे। यरबुथ प्राचीन समयदेखि उरी मिन्चोके भनेको कोरियाको साराङ्गुल माया फादावन पाउँदै आएको मुगुङ हानन कोरियाको राष्ट्रिय फुल अथवा एक प्रकारको लाली गुराँस। उरी नारा रुल कोरियालाई साङ्जिङ हानन चिनाउने कोसुरो फुलको रूपमा। यङोनी लगातार है कन्टिन्यू फिगो फुल्ने तो साथै फियस फुलेर छिजी आनु नओइलिने कोत इरानन फुल हो भन्ने तुसल अर्थ चाहिँ छिनिगो इसम्निदा लिएको छ भनेर भन्यो। अर्कोमा जान्छ त्यसपछि यत खिरोकुल फोमेन भनेको पुरानो रेकर्ड अभिलेख। पुरानो खिरोक भनेको रेकर्ड अथवा अभिलेख भन्न पनि पाइयो। अभिलेख है पुरानो रेकर्ड अथवा अभिलेख चाहिँ अथवा इतिहास चाहिँ फोमेन हेरो भने उरी मिन्जोके भनेको कोरियाको, मुगुङ हारुल भनेको कोरियाको राष्ट्रिय फुल अथवा एक प्रकारको लाली गुराँस चाहिँ खोजोसन भनेको एउटा खोजो भन्ने यो गोजो अथवा खोजो भन्नुहोस्, खोजो युग अथवा पुस्ता है। एउटा नेपालको चाहिँ किरात वंश, महिषपाल वंश अथवा कालखण्ड भने जस्तै खोजोसन इजनबुथ भनेको खोजो युग अथवा खोजो वंश भन्दा अगाडिबाट हानुल नाराए भनेको अब यो स्वर्गको भनेर भन्ने। स्वर्गको कोसुरो फुलको रूपमा खुइहागे भनेको बहुमूल्य हुने गरी, बहुमूल्य है, बहुमूल्य हुने गरी चाहिँ एगेतको भनेको चाहिँ सम्झिन्थे। यगिदा भनेको सम्झनु, यगेतको भनेको सम्झन्थे रे। यत खिरोकुल पुरानो रेकर्ड अभिलेख फोमेन हेर्यो भने उरी मिन्जोकुन कोरियनहरूले चाहिँ मुगुङ हारुल भनेको कोरियाको राष्ट्रिय फुललाई खोजोसन इजनबुथ भनेको खोजो युग काल समय भन्दा अगाडिबाट हानुल नाराए भनेको स्वर्गको कोचुरो फुलको रूपमा खुइहागे बहुमूल्य हुने गरी यज्ञको सम्झिन्थे भनेर भन्यो। खोजोसनहरूले चाहिँ मुगुङहालाई स्वर्गको फुल भनेर सम्झिन्थे भनेर हामीले बुझ्नु पर्यो। अर्कोमा जाउँ त। अर्कोमा चाहिँ सिल्लानन, त्यस्तै गरी अर्को सिल्ला भनेको पनि कोरियाको एउटा युग हो है। सिल्लाहरूले चाहिँ सिल्ला वंश अथवा सिल्ला युगमा चाहिँ सुसुरो आफैले मुगुङहा नारा भनेको लाली गुराँस है, लाली गुराँसको देश इरागो हो भनेर फुरिगिदो यसयो बोलाउने पनि गर्थे रे। सिल्लानन भनेको सिल्ला युगले चाहिँ सुसुरो आफैले मुगुङहा नारा लाली गुराँसको देश है, लाली गुराँसको देश भनेर है फुरुगिदो यसयो बोलाउने पनि गर्थे भनेर भन्यो। ओरे सेवल थोङान भनेको, ओरे भनेको लामो, सेवल थोङान भनेको समयको अवधि, लामो समयको अवधि। उरी मिन्चोग्वा भनेको कोरियासँग हाम्के हेवन भनेको सँगै हुँदै आएको। मुगुङवा फुल छोसन माल खेवागिरुल खचिमेन्स भनेको छोसन युगको प्रभुत्वको अन्त्य भनेर भन्नु पर्यो। अन्त्यमा पनि है छोसन भनेको नि एउटा छोसनहरूको चाहिँ छोसन युग वंशको खेवागिरुल खचिमेन्स भनेको प्रभुत्व रहेको बेला। छोसन भन्ने वंश, छोसन भन्ने युग, छोसन राज्यहरूको प्रभुत्व रहेको बेला चाहिँ मुगुङहा भनेको यो मुगुङहालाई है, मुगुङहा सामछल्ली वारे खाङसान, यहाँनिर चाहिँ यति हेर्नुहोस् त, यो मुगुङहालाई चाहिँ सामछल्ली वारे खाङसाङ भनेको चाहिँ एउटा गीतको बोल भयो। सामछल्ली भनेको यसको अर्थ भनेको चाहिँ व्यापक भन्ने हुन्छ, व्यापक अथवा धेरै ठाउँ भन्ने हुन्छ। धेरै ठाउँमा चाहिँ धेरै ठाउँमा फैलिएको, धेरै एरिया ओगटेको भन्ने अर्थ हो, एउटा गीतको बोल हो यो। वारे भनेको आकर्षक, राम्रो
आकर्षक, राम्रो, खाङ भनेको नदी, सान भनेको पहाड, इरानन भन्ने, नोरे मारी भनेको गीतको बोल चाहिँ, एगुक्काए भनेको एगुक्का भनेको कोरियाको राष्ट्रिय गान। राष्ट्रिय गानमा फ्वाम थोइन यु समावेश भएपछि थउक अझ खुम्मिन्दुरे भनेको नागरिकहरूको, नागरिक भनेको कोरियन नागरिकहरूको साराङ्गुल मायाची फात्के थोयसयो पाउने भएको थियो भनेर भन्यो। यहाँनिर चाहिँ के भनेको छ भने छोसन माल खेवागी खचिमेन छ भनेको छोसनहरूको यो प्रभुत्व रहेको बेला भनेको छोसन वंश रहेको बेला चाहिँ मुगुङवा भनेको मुगुङवा जुन एक प्रकारको लाली गुराँसलाई चाहिँ सामछल्ली वारे थाङसाङ भनेको एउटा गीतको बोल है, गीतको बोल, इरानन भन्ने नोरेत मारी भनेको गीतको शब्द अथवा गीतको बोलमा चाहिँ एगुक्काए, एगुक्का भनेको राष्ट्रिय गान, राष्ट्रिय गान भनेर भन्नु पर्यो। कोरियाको राष्ट्रिय गानमा चाहिँ मुगुङवा सामछल्ली वारे खाङसाङ भनेको मुगुङवा चाहिँ धेरै ठाउँमा आकर्षक, अब नदी त्यसपछि आकर्षक पहाड भन्ने एक टाइपको गीतको बोलमा चाहिँ अथवा त्यो गीतको बोल राखेर एगुक्का भनेको राष्ट्रिय गानमा फ्वामधेन समावेश भएको अथवा यो मुगुङवालाई राष्ट्रिय गानमा समावेश गरेपछि थौक अझ खुम्मिन्दुरे भनेको कोरियन नागरिकहरूको साराङ्गुल माया चाहिँ फात्के थोयसयो भनेको मुगुङवाले चाहिँ धेरै माया चाहिँ पाएको थियो भनेर भनेको छ। यी खाथुन भनेको यो जस्तै मुगुङवाए भनेको मुगुङवा कोरियाको राष्ट्रिय फूल थ्यान बारे, उरी मिन्जोके भनेको कोरियन है, कोरियाको भनेर भन्नु पर्यो, कोरियाको, वान्गेल भनेको अटल है, अटल अथवा गहिरो जस्तो, साराङ्गुन माया चाहिँ इल्जे हाङजम गिएदो, इल्जे भनेको जापानी, जापानी, यो खाङजम खियदो भनेको उपनिवेशको कालमा, उपनिवेश है, जापानी उपनिवेशको समयमा पनि खेसोक थयतको भनेको लगातार थियो रे। यहाँनिर हेर्नुहोस् त, यी खाथुन यो जस्तो मुगुङवाए भनेको मुगुङवामा चाहिँ अथवा त्यो मुगुङवा भन्ने फुल थ्यान बारे चाहिँ उरी मिन्जोके भनेको कोरियन नागरिकहरू अथवा कोरियाको, हान्गेल खाथुन भनेको अटल गहिरो जस्तो, साराङ्गुन माया चाहिँ इल्जे खाङजम खिएदो जापानले कोरियालाई उपनिवेश बनाएको समयमा पनि खेसोक थयतको भनेको त्यो मुगुङवालाई चाहिँ लगातार जापानले उपनिवेश बनाएको बेला चाहिँ मुगुङवा भन्ने फुललाई चाहिँ कोरियनहरूले लगातार रूपमा नै माया गर्थे रे। अर्को जानुहोस् यो फाङबोक हुए, यो फाङबोक भनेको स्वतन्त्र पछि अथवा जापानले चाहिँ कोरियालाई मुक्त गरेपछि, स्वतन्त्र गरेपछि मुगुङवा भन्ने फुललाई छायन सुरपके भनेको स्वाभाविक रूपमा, नारा खोचुरो भनेको राष्ट्रिय फुलको रूपमा, राष्ट्रिय फुलको रूपमा है, राष्ट्रिय फुलको रूपमा चाहिँ छारी छाप्के हायत थाम्निदा भनेको चाहिँ स्थापित भएको थियो भनेर भन्ने, स्थापित भएको थियो रे भनेको जापानले कोरियालाई चाहिँ कब्जा गरेको समयमा पनि मुगुङवालाई चाहिँ कोरियन नागरिकहरूले माया गर्थे। पछि जापानबाट कोरिया मुक्त भएपछि, स्वतन्त्र भएपछि चाहिँ मुगुङवा भनेको जुन मुगुङवा भन्ने फुललाई छायन सुरपके स्वाभाविक रूपमै, नारा खोचुरो राष्ट्रिय फुलको रूपमा चाहिँ छारी छाप्के हायत थाम्निदा भनेको स्थापित राष्ट्रिय फुलको रूपमा चाहिँ स्थापित गरेका थिए भनेर बुझ्नु पर्यो। अर्कोमा जानुहोस् त, त्यसपछि उरिनन भनेको, उरी मिन्चोक भनेको कोरियासँग हाम्केसँगै है, कोरियासँग हाम्केसँगै, यो यङग्वाङ भनेको महिमा, गरिमा, महिमा, अरेउम भनेको कठिनाई, खाच्छीसँगै हेओन भनेको हेओन, नाराकोत भनेको कोरियन नागरिक अथवा कोरियाको हान्के भनेको सँगै, कोरियाको
यो यङवाङ भनेको महिमा गरिमा अनि अरेउम भनेको कोरियाको महिमा खुसी व्यक्त गर्दाखेरि कुनै पनि त्यस्ता कठिनाइको समयमा चाहिँ सँगै नाराकोत भनेको फुलको रूप है राष्ट्रिय फुल चाहिँ मुगुङहारुल भनेको मुगुङवा फेरि एकचोटि हेर्नुहोस् त उरिनन मिन्चोक भनेको कोरियाको भनेर भन्नु पर्यो कोरियासँग हाम्केसँगै यङवाङ भनेको कोरियाको गरिमासँग त्यस्तै गरी अरेउम भनेको कोरियाको कठिनाइसँग खाच्छी सँगै हेओन सँगै चाहिँ मिलेर आएको नाराकोत फुलको रूपमा चाहिँ मुगुङवा एक प्रकारको लालीगुराँस अथवा कोरियाको राष्ट्रिय फुललाई चाहिँ थौ अझ साराङ हागो माया गरेर छाल राम्रो गरी खाक्कुअ भनेको हुर्काएर राम्रो गरी हुर्काएर भन्नु पर्यो है यो चाहिँ हुर्काएर राम्रो गरी हुर्काएर सन्जो दुरे भनेको पुर्खाहरूको कोरियाको इतिहासमा हेर्दा अब पुर्खाहरूको भन्नु पर्यो पुर्खाहरूको खोगुइहान भनेको महिमा है गरिमा अथवा महिमाको छङसिन भनेको भावना है उच्च अथवा गरिमाको भावना भन्दा नि भयो भावना पुर्खाहरूको गरिमाको भावना इतिहासको भावना भन्दा पनि हो इतिहासको भावनालाई चाहिँ खिरी भनेको लामो गरी इय जोडेर नागायो भनेको अगाडि बढेको छ रे यो फेरि एकचोटि हेर्नुस् त के भन्यो भने मुगुङवा चाहिँ उरिनन मिन्चोक भनेको कोरियाहरूको है कोरियनको अथवा कोरियाको हाम्के भनेको सँगै यङवाङ भनेको कोरियाको यो यङवाङ भनेको गरिमा ग्वा र अरेउम भनेको कठिनाइहरू कोरियाको गरिमाका कुराहरू कठिनाइ खाच्ची सँगै हेओन भनेको हुँदै आएको नाराकोत राष्ट्रिय फुल मुगुङहा भन्ने फुललाई चाहिँ थौक अझ साराङ हागो माया गरेर छाल खाक्कुअ राम्रोसँग हुर्काएर खाक्कुदा भनेको हुर्काउनु भन्ने भयो राम्रोसँग हुर्काएर सन्जो दुरे भनेको कोरियाका पुर्खाहरूको खोगुइहान भनेको उच्च गरिमाको छाङसिनुल भनेको भावनालाई खिरी लामो गरी इय जोडेर नागायो भनेको अगाडि बढेको छ भनेर भन्यो यो मुगुङवा चाहिँ कोरियाको राष्ट्रिय फुल नेपालको लालीगुराँस जस्तै भनेर बुझ्नु पर्यो र यसका बारेमा सर र कोरियाको हिजो विभिन्न वंशदेखि नै जोडिएको जापानको उपनिवेश कालमा पनि यसलाई चाहिँ यो फुललाई माया गर्थे कोरियनहरूले र जापानबाट चाहिँ कोरिया छुट्टै राष्ट्र मुक्त भइसकेपछि त यही फुललाई स्वाभाविक रूपमा राष्ट्रिय फुलको रूपमा स्थापना गरियो भन्ने कुरालाई चाहिँ यहाँ समेट्न खोजिएको छ है ल हस् हुन्छ काम सामनिदा सुगासे हो